सही हो. Let's go. So go. So hello, good morning everyone. Welcome back channel. So अहिले चाहिँ हामी बाहिर म चाहिँ तेल हाल्न जल लाग्यो हैन. फर्स्ट राइड चेक गरेको हैन कस्तो आउँछ साउन्ड भनेर. तेल लिन जाने कि पहिला के गर्ने? तेल हाल्न जाम है. त्यसपछि अनि बल्लै माया फत्त खस्ने हो कि भन्नु पर्ने यार. माया के फत्त खस्छ कि भन्नु पर्ने के. हिजो होइन यस्तो स्पिडमा थियो गाडी आम्मा पारी पानी परेछ क्या डाक्टर साहबको कलेज यहीँबाट छोड्न गएको हो कि तिमी भाइ यहीँ अगाडिबाट छोड्न गएको ए यहाँ अलिक अप्ठ्यारो छ कि बाटो होइन ल्याङ गाह्रो हुन्छ यहाँ माहौल सही हो मैले भन्थेँ नि त चलाउँदै गर पानी बसिहाल्छ भनेर यहाँको बाटो कहिले नबनाउने भयो यार यो लाग्छ धेरै लाग्छ अझै मलाई लाग्छ किनकि यो पुल बन्दैछ के नारायणीको पुल बन्दैछ त्यसैले टाइम लाग्छ नारायणीको पुल नबन्दासम्म यो बाटो बन्दैन के बाढी पानी बढ्या रहेछ क्या हो पानी बढ्या रहेछ यार अहिले सो अहिले हामी चाहिँ नारायणीको पुलमा छौँ होइन तपाईँहरू देख्न सक्नुहुन्छ अस्ति 3 दिनको जेएनजीको आन्दोलन पछिको यो माहौल चिसो लाग्यो यार जाडो एउटा टी सर्ट लगाएर हिँडेको ट्रेनिङको हालत तपाईँहरू देख्न सक्नुभएको अगाडि होइन सो कस्तो भयो भनेर अस्ति सबै 3-4 दिनसम्म आगो लगाइरहेको थियो त्यो लत्ता लिङ्ग सबै हाम्रो मेन सपिङ मल यही थियो अहिले खत्तम भयो झन्डै होटलहरू त केही गरेनछ सिजी ल्यान्डमार्कमा नि मान्छेहरू लाइन लाएर घेरेर बसिरहेको थियो झन्डै हाम्रो चौधरी बाले बचाएछन् आज जितिया पर्व हुन्छ सबैलाई जितिया पर्वको शुभकामना होइन हामी यतातिर लाग्नुपर्छ यता होला के ए राम्रो रहेछौ फुलभन्दा के चाहियो र यो भन्दा हिमालयन मलाई हिमालयन बाइक क्या सही लाग्छ के हिमालयन बाइक नि मलाई सही लाग्छ मैले यो किन्नुभन्दा अगाडि हिमालयन हेरेको थिएँ लास्ट त्यो सेकेन्ड ह्यान्ड थियो त लास्टै कबाडी थियो के मैले लिइनँ त्यसो हो पैसा पनि नयाँकै हालेको नि भाइ यार जेप अब 4x4 लिने हो कि थार सिधै ओहो बाबु बाबु नानीलाई बोकेर चाहिँ यो हाइवेमा हिँड्दा चाहिँ अलिकति स्लो टाउनमा हिँड्नुपर्छ कि बच्चाहरू राम्रोसँग समात्न सक्दैनन् अनि यस्तो टर्निङहरूमा हाइवेहरूमा अलिकति बिस्तारै चाहिँ राइड हान्नुपर्छ यो बेला भन्छ विशाल चोक हो यो विशाल चोकबाट यतापट्टि चाहिँ हाम्रो बहिनीको कलेज हो यो आँपटारी छ नि आँपटारी चिन्छौ चिन्थेनौ यो हाइवे नि मेन हाइवे नै हो कि यो यहाँबाट तिम्रो घरतिर जाने यताबाट जान्छ है माथि पारस बस पार्कबाट जान्छ होइन यो मेन हाइवे यो काठमाडौँ पोखरा जाने मिल्छ यताबाट अगाडि आँपटारी चोक छ त्यहाँ निस्किन्छ क्या पेट्रोल हाल्नैमा आउँदै पेट्रोल नै सकिन्छ यही छ अगाडि हामी उतै यतैबाट आएको भए पनि हुन्थ्यो मलाई फेरि यताबाट नजिक हुन्छ कि जस्तो लागेर आएको टाढै पर्दो रहेछ पेट्रोल पम्प यहाँको पेट्रोल चाहिँ एकदमै राम्रो हुन्छ होइन मैले सधैँ यहीँ हालेर हुन्छ पुलिसहरूको पेट्रोल पम्प त्यहाँबाट 1000 को उस काटेर आऊ त त्यस्तो काट्नुपर्छ कि दाइ 1000 को ए राम्रो रहेछ हाय
बाइकमा तेल हालेपछि छुट्टै हुँदो रहेछ क्या सही हो हेर न हतारको हालेको मैले पुरै फुलै भइदिला है ए राम्रै रहेछौ फुलभन्दा यताबाट गइदिउँ यता नजिक हुन्छ के चाहियो र ए लोकलको कुरा हेर न उडाइदिनु पर्छ क्या मन्दिर हो कि के हो छ क्या उता यतातिर यसलाई बाइपास रोड भन्छ क्या बाइपास रोड भन्छ क्या यसलाई यहीँबाट झर्दिउँ भनेर घुमाउन अगाडि पुल होइन त्यो जाने हो र त्यस्तो ढिलो हुन जाम हुँदैन फ्ल्याट छ टु वे छ यो छ नि अगाडिको चोक छ नि सिधै आएपछि उता हामी पुल चोकबाट यहाँ आइन्छ अनि यतातिर माथि पारस बस पार्क छ नि त्यहाँबाट नि ठ्याक्कै यहीँ आइन्छ क्या यहाँबाट चाहिँ यहीँबाट हामी यतातिर गर्थ्यौँ कि नै अरे छैन है कुनै दिन चाहिँ हामीलाई देवघाट हो क्या तिमीले मैले भन्थेँ नि देवघाट त्यही हो क्या त्यो चितवन देवघाट भनेर हाल्थ्यौ नि त्यस्तै हो क्या यो पुलिस आर्मीहरूको क्याम्प हो यो दिँदैन यो हाइली सेक्योर एरिया हो क्या यो पोखरा बस पार्क हो कि यो पोखरा बस पार्क भन्छ क्या यहाँबाट पनि जानु मिल्छ कि त्यो जोरकुसुम पार्क छ नि यता यहाँबाट छिरेर जानु मिल्छ क्या गइदिने हो यसो हेरेर आउने हो बाइक साइक जान्न कि फेरि बाइक जान्न फेरि बाइक त जाँदैन गाडी राख्न दिन्छ कि नै फेरि यार दिन्छ होला है ओ यतापट्टि राखिदिनु पर्यो यता राखेर यसो हेरेर आइदिउँ हामी चाहिँ अहिले जोरकुसुम पार्क जय गणेश देव यतातिर यहाँ एउटा ड्याम जस्तो छ क्या हाम्रो भिडियो त रेकर्डै भएको छैन यार हामी आफ्नो त यो कति कस्तो साउन्ड दिन्छ चेक गरौँ है आँखै पुरै खाइदिँदो रहेछ पसिनाले क्या पसिनै पसिना ओ नारायण लास्टै बढे रहेछ है आम्मामा धेरै बढे रहेछ हिजो धेरै ठुलो पानी पऱ्यो नि त हिजो र आज राति पनि ठुलो पानी पऱ्यो जस्तो लाग्यो मलाई हेर त हिजो दिउँसो पनि त पऱ्यो नि हेलो इन्जिनियर साहब अहिले चाहिँ हामी हल्का फोटो सुट हान्ने होइन जस्ट ट्राई हानेको होइन बिस्तारै बिस्तारै अब रेगुलरली तपाईँहरूलाई म कन्टिन्युसली भ्लगिङ दिँदै गर्छु यो चाहिँ हाम्रो ब्रिटिस क्याम्प सरी जहिले ब्रिटिस क्याम्प भन्नु आउँछ नारायणीको यो जोरकुसुम पार्क उतातिर ड्याम साइड हो यो तपाईँहरूलाई कुनै दिन यसो राम्रोसँग भ्रमण गरौँला अहिले चाहिँ अलिकति हतार छ हामी खासमा तेल हाल्न भनेर हिँडेको साथसाथै हामीले चाहिँ हिजो क्यामेरा अनि यो मोबाइल माउन्टहरू हेलमेट माउन्टहरू किनेर लिएर आएको थियौँ यसो ट्राई हान्दिउँ कस्तो हुन्छ भनेर जस्ट डेमो अब चाहिँ अब घरतिर लाग्नुपर्छ के तरकारी लिएर जाने होला यार कन्फ्युज गरिदियो यार खानाले पनि हाम्रो चाहिँ बाइक त्यहाँ छ चाबी पो कहाँ छ यहाँ छ पकेटमा छ जय गणेश सबैको दिन मङ्गल रहोस् आज मङ्गलबार नै हो क्या हो सोमबार आज शुभकामना भाइले हाम्रो फेरि यहाँ छ बेस्ट यो फेरि मलाई मनै पर्दैन क्या काउले यो बाटो चिन्यो अस्ति आएको थियौँ नि हामी
त्यही बाटो हो यो तिमीले चलाएको थियौ त तिमीले चलाएको थियौ त राति हामी त्यति बेला कहाँ गएर आएको थियौँ कुन्ने हामी त्यति बेला कहाँ गएर आएको थियौँ यार आरती हेर्न आएको थियौँ होइन यतातिर चाहिँ किन आएको हामी त्यो ड्याम साइड गएको थियौँ साँच्चै ड्याम साइड एसके भाँडा पसलको दाइ नै आउनु रहेछ त मा उताबाटै हानिदिनु पऱ्यो कुन आफै स्लो डाउन हुन्छ मामाहरू त छैनन् अगाडि मामाहरू भयो नि बालै भएन हामीसँग सब डकुमेन्टहरू छ त्यही अलिकति बाइकको साउन्ड चाहिँ अलिकति ठुलो छ त्यसैले गर्दा ल्याङ गर्न सक्छ नत्र त एभ्रिथिङ इज अन्डर कन्ट्रोल के लैजाने होला तरकारी डाक्टर साहब हेरिदिउँ न के छैन यार जलन हो गयो हल्का ठिक छ दाइ खानपिन भयो ल ठिक छ तरकारी लिन आएको के लैजाने होला त आजको स्पेसल के छ दाइ घिरौला हो क्या साउजी एउटा सोयाबिन दिनु त ए कान्छी एउटा सोयाबिन दिनु अनि खुर्सानी थोरै हालिदिनु हरियो ए कान्छी डराइरा तिमी के लान्छौ गोलमाल है भाइ गोलमाल है देखो कि कस्तो आउँछ हेरौँ न होइन ट्राई त हो सबै हाल्ने होइन अहिले सबै हाल्ने त लगभग 20 मिनटको त भिडियो भइसक्यो अनि ओ कालुवा साला म भन्दा नि कालो छ त्यही पनि डन पल्टिन्छ मासु ल्यायो नि एउटा सयको हानिदिनु पर्छ क्या हो तिमीलाई खानु मन छ कि भन मा के धेरै सोच्ने होइन ए राम्रै रहेछ फुलभन्दा यिनीहरूलाई नि यसो देखाइदिउँ न गएर धेरै सोच्ने किन होइन यो पसल किन्न आएको पसल किन्ने होइन पसलमा मासु किन्न आएको सयको अगाडि चाहिँ हेर्नु पर्ला हामी यो के पार्क भनेर नामै पार्कै बेसी पर्गिया समथिङ के थियो नि ओ माइ गॉड खतरा आउँदो रहेछ त्यहाँ डाक्टर साहब राम्रो आएर त आएको त ठिक छ फ्ल्यास बाल्यो भने राम्रो आउँछ क्या चल अब मस्त एक्सप्लोर हानिन्छ यो के पार्कको नामै थाहा भएन पर्गिया समथिङ पार्क हो क्या यो रामनगरमा छ हामी चाहिँ 3 जना दाजुभाइ घुम्न आएको होइन अलिकति लेट आयो आधी घन्टा लेट आयो कि अलि अगाडि आउनु पर्ने रहेछ मजाले घुमेर एक्सप्लोर गर्न पाइन्थ्यो अब लगभग एकछिनमा त बन्द नै हुन्छ हाम्रो त्यहाँ बाइक चाहिँ अहिले बन्द गऱ्यो भने त ल्याङ हुन्छ त्यहाँ भित्र थुनिदिन्छ मान्छेहरू कोही पनि छैन नि हेर न सबै पर्खिसकेको छ हेराइरहेको छ गुगलमा यसो भन्यो नि त किन लेट भित्र भन्यो ला बन्द गरिदिएको क्या बन्द गरिदियो क्या एक्चुअल हान्नै पाएन पछि मागिन्छ नि त्यो पनि हुन्छ भोलि बिदा पनि हुन्छ तिमीहरूको
दिउँसो त जति बेला आएन हुन्छ त्यही हो घाममा चाहिँ अलिकति ल्याङ हुन्छ कि घुम्नलाई मजा 4 आउँदैन बजेतिर ठिक्क हुन्छ टाइम त्यो पनि हो 4-5 बजीतिर आउने होइन टिकट लिएर टक्क अनि त्यो डेट लेख्नुको कारण त्यही हो कि आजको टिकट लिएर भोलि नआउनु भन्ने हुन त अब त्यहाँ दिमाग खराब भइसक्यो हाम्रो किन भने फोटो सोटो खिच्न केही पनि पाएको छैन त्यहाँ माथि जाने हो र सधैँ बाहिर कुरा गरेर आउनु भइसक्यो गरम के कस्तो रहेछ हामी भर्खरै आएको घुम्नै पाएन भर्खर आएको